यो भिडियो स्क्रल गरेर नजानु है, किनकि म आज पहिलो पटक एउटा भिडियो बनाउँदैछु र यो भिडियोको माध्यमबाट तपाईहरुलाई केही जानकारी दिन गइरहेको छु। नमस्कार आदरणीय फेसबुक साथीहरु, म आज पहिलो पटक भिडियो रेकर्ड गर्दैछु। आजको यो भिडियो मार्फत मेरो प्रिय मित्र रञ्जित झाज्यूले लेखेको एउटा सानो कविता म आफ्नो स्वरमा रेकर्ड गरेर यो भिडियोको मार्फतबाट तपाईहरुलाई सुनाउन गइरहेको। प्रिय मित्र रञ्जित झाज्यूले यो सानो कविता लेख्नुभयो। उहाँको मायालु भावनालाई सम्मान गर्दै म आज यो कविता आफ्नो स्वरमा रेकर्ड गरी हजुरहरुलाई सुनाउन गइरहेको छु। कविताको शीर्षक रहेको छ रिसाए। अब कविता सुन्नुहोस्। म रिसाए, तिमी पनि रिसायौ, अब पकाउँछ कसले। म रिसाए, तिमी पनि रिसायौ, अब पकाउँछ कसले, अब पकाउँछ कसले। मै चुप्प, तिमी पनि चुप्प, म चुप, तिमी चुप्प, अब मौनता हटाउँछ कसले, मौनता हटाउँछ कसले। घमण्ड छ अलिकति तिमीमा पनि, घमण्ड छ अलिकति तिमीमा पनि, अब प्रेम देखाउँछ कसले, अब प्रेम देखाउँछ कसले। नझुक्ने जिद्दी मेरो तिमी पनि कहाँ पन्छौ, नझुक्ने जिद्दी मेरो तिमी पनि कहाँ पन्छौ। महानता देखाउँछ कसले, महानता देखाउँछ कसले। दूरी बढे साथ टुटे, दूरी बढे साथ टुटे, पछुताउँछ कसले, पछुताउँछ कसले। सायद तिमीलाई पनि अब प्रेमको पहिलो हात बढाउँछ कसले, बढाउँछ कसले, बढाउँछ। यो सानो प्रयासलाई भिडियोको लास्टसम्म सुनिदिनु भएकोमा तपाई सबैलाई धेरै धेरै धन्यवाद। कृपया भिडियो मन पर्यो भने साथीहरु राम्रो राम्रो कमेन्ट गरिदिनु होला र केही सल्लाह सुझाव भए अवश्य कमेन्टको माध्यमबाट कमेन्ट लेखेर के सुधार गर्नुपर्ने हो कृपया जानकारी गराउनु होला। र हामी सम्पूर्ण जना आफ्नो आफ्नो संघर्षमा व्यस्त छौं, तर यस्ता साना साना संवादले पनि सम्बन्ध बलियो बनाउँछ भन्ने मेरो विश्वास छ।